कहाँ घुम्न जाने भनेर हिँड्ने मान्छे यसको सुता हेर टार्गेट छ 3 जिल्ला कटेर जाने मान्छे सुत्या छ भक्तपुर दरबार जाने जस्तरी म के रे 4 बजे उठे फेरि सुतेछु हैन यो हामी ठमलको चोक दरबार होला डेस्टिनेसन आजको नुवाकोट त्यो अब कोठाबाट टोकियो सानो टुखा चाहिँ होइन पहिला अब काठमाडौँ भक्तपुर पाटन यो कान्तिपुर भन्दै त्यो राज्यभित्रै पर्दैन अरे छुट्टै राज्य थियो भन्छ त्यति झोर रहेछ त गणेश तल होइन यो डाँडो काटेर पारि जानु छ त्यही त माथि टाढो उकालो छ यार टाढो उकालो छ लागि नुवाकोट जाँदाखेरि अनि मेरो स्कुटर ठिकठाकै थियो होइन अर्को चाहिँ तपाईँको स्कुटर म लान्छु भनेको मैले होइन यो स्कुटर होइन यसलाई बिचमा हुनुपर्छ भन्नु है अनि लिएर आएको त के तान्थ्यो तान्दै तानेन त्यसले तानेन बिचमा भनेको काठमाडौँ यो अहिले भन्दा नि फर्किने बेलामा साँझ हुन्छ साँझको टाइममा अझै रहेछ यार यतातिर बाँकी चाहिँ क्या आएछ यो गेलालबारी शिवपुरी छिरी जस्तो लाग्यो होइन के अब शिवपुरी छिरी अब छिरी जस्तो लाग्यो अब मौसमले नि अलिअलि मौसमले नि जनायो चिसो यहाँ अगाडिपट्टि हेर होइन कस्तो खतरा देखियो हिमाल क्या अब यहाँबाट देखिन्छ क्या कडा छैन त जाम्ना कुमार झरना हेर्ने हिँड्ने होइन ल यहाँ पनि सानो खालको झरना रहेछ निरोज सानो खालको झरना एकदम राम्रो झरना यो सानसाना मान्छे उडाएर बाहुबली फिल्म बनाउने नै जस्तो नि छ गुरुङ गाउँ रहेछ भाइको खाजा रहेछ गाउँ नै अब हेर्छ उमा त्यो ठाउँको नाम के हो यार राम्रो बजार रहेछ ठाउँको नामै नभएको बजार रहेछ खाना भन्ज्याङ रहेछ खाना हिमाल चाहिँ कुन हो अहिले उस्तै गरेर म्यापमा हेर्नु पर्ला गणेश हिमाल जुगल हिमाल के झन्डा देखिन्छ नि काठमाडौँबाट भिडियो खिच्छु यहाँ हामी आइपुग्यौँ चापाबोट ठाउँ चाहिँ कस्तो काइदा ठाउँ छ है भ्यू चापाबोटबाट बिहान हिमाल होइन हिमाल देखिन्छ यो बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भनेर चाहिँ आमा तल फाँट है ए यही फाँटे जाने अब हामी तल झरेर तलको बस्तीसम्म चाहिँ पुगेको भ्लग स्टारको रेडी भइरहेछ ऊ पुरा दिइरहेछ केटोले भ्लग स्टार भ्लग स्टार्ट भयो यहाँ अगाडि एक्सपेक्टेड झर्ना आयो अघिसम्म अनएक्सपेक्टेड झर्ना थिए ल बाटा हात मिलाउनु थाल्यो पछाडिको गाडीलाई नै रोकिदिएर यसमा बाहुबलीको शिवराम के भन्ने गीत हाल है थापा गाउँ आइयो ए थापा गाउँबाट थापा गाउँै आइयो यार बिहान थापा गाउँबाट हिँडेको अहिले पनि थापा गाउँमै छौँ हामी होइन त भनेपछि के हिँडेछौँ त त्यसलाई खोला देख्ने बित्तिकै झरना देख्ने बित्तिकै भिडियो खिच्नुपर्छ यो भनेकै मैले जौँ लगाएको जस्तो छ शिवपुरी 8 छहरे नुवाकोट छहरे पुग्यो छहरे यताबाट जाने छहरे
टुच्चेश्वर महादेव नुवाकोटको तराई सुरु भयो। निकै यो नाम छोपेको गाउँपालिकामा हामीलाई स्वागत भयो है। सहरे बजार के गाउँपालिका हो नि थाहा छैन, नामै छोपेको छ। लिखु गाउँपालिका रहेछ यो गाउँ चाहिँ होइन। यो गाउँ चाहिँ थानसिङ हो। लिखु छ थानसिङ। थानसिङ भनेको कसको गाउँ हो थाहा छ? कसको? कुन मन्त्रीको गाउँ हो यो? यो कुन मन्त्रीको गाउँ हो थाहा? उसको हो। जस्ता मन्त्री थाहा छ? रक्षा मैले थाहा छैन। जस्ता जस्ता थाहा छ हो, मैले मेरो दिमागमा पनि त्यही आएको थियो आउँदा चाहिँ होइन। जस्ता मन्त्रीको नाम के अरे त्यो? के अरे नामै दिन्थ्यो यार। रामशरण महत हो, रामशरण महत। यो रामशरण महतको गाउँ हो। अब यहाँबाट ढिकुरे 5 किलोमिटर छ। झोलुङ्गे पुल देखाएको छ। ए सिधै रहेछ, सिधै दिदो रहेछ। दुप्तेश्वर जाने चाहिँ यता रहेछ। दुप्तेश्वर मन्दिर 25 किलोमिटर हामी उतै जानुपर्छ। हामी पुग्यौँ ढिकुरे बजार है। यो ढिकुरे बजार पारीको बजार ढिकुरे बजार। अब यो खोलाको नाम त्यही राखेर ढिकुरे बजार होला खोलाको नाम लिखु खोला। हुन त लिखु त हाम्रोतिर रामेछापको खोलाको हो। खोलाको नाम थाहा होइन। यो खोलाबाट देवीघाटमा गएर त्रिशुलीमा मिसिने खोला हो। खोला चाहिँ होइन, खोला चाहिँ चिल सफा छ। आयौँ बराफेदी ढिकुरे बजारदेखि अगाडि बराफेदीको फाँट बाटो चाहिँ चिल छ। चाहिँ योबाट अघि ओह्रालोमा चाहिँ ब्रेकै नलागेर उहाँ ब्रेक तातेर आपत भयो एकछिन। अब अहिले चाहिँ कायदा छ। लिखु गाउँपालिका सकियो नुवाकोटको। अब हामी कहाँ छिर्छौँ त? बट्टार विदुर नगरपालिका। विदुर नगरपालिका होला। स्ट्रिट नम्बर 2। अब अलिक गर्मी त्यो अब बट्टार बजार त फाँट गर्मी हो नि त। अब यो सालको रुख आयो नि, सालको रुख छ नि, सालको रुख भएको ठाउँ गर्मी हुन्छ क्या। त्यसले पानी सोचेर हो आइयो गङ्गटे बजार। बजार चाहिँ आयो गङ्गटे बजार। पुरानो बस्ती भएको गङ्गटे बजार विदुर नगरपालिका अन्तर्गतको यहाँ माथि लागेको छ क्या। यो त्रिशुली हाइवे तलबाट आउँछ। यो बाटो अझै बनाउनु बट्टार बजार आइपुग्यो। नुवाकोटको सदरमुकाम बट्टार बजार। त्यो बाटोमै पुरै ठेकेर रहेको है गाडीहरू। यो चाहिँ अब 0 किलोमिटर। जानु त अब यहाँबाट माथि हो। माथि उक्लिँदैछ, ठाडो उकालो छ। यस्तै यस्तै उकालो गएपछि पुगिन्छ माथि डाँडामा। अब गाउँ आउन सुरु भयो। आइहाल्यो।
दरबार त पुरै यस्तरी बनाउनु थाल्यो नि त दरबार त यो हो के गराकी हो निर्माणाधीन हो यो शोभा भगवती तिम्रो चोक सबै काठमाडौँकै ठाउँ जान्छ टोल बजार सत्तरी दरबार भैरव मन्दिर होता अघि आएको हामी उताबाट दरबार त पुरै झाउ गरिसकेको छ त्यहाँ रुद्राणी गार्डहरू बस्ने अनि दोस्रो तलामा पनि सायद गार्डहरू होला तेस्रो तलामा चाहिँ त्यो प्रार्थना गर्ने ठाउँ चौथो र पाँचौँमा चाहिँ राजकीय ढोका हामीले यसको निर्माणको जिम्मा ल्याएर रहेछ अब हामी एकछिन घुम्छौँ है यहाँको पहिलाका त्यहाँको भाइब चाहिँ पहिलाकै थियो हामी सबै सब बनाउनलाई सेक्योर गरेर राखेको छ दरबारमा चाहिँ बटे दल्चा लाएर राखेको छ एक्सपेक्ट गरेको थिएँ बनायो होला भन्ने दशकमा बनेको हिजो हेर्दाखेरि माथि हो क्या भित्र बन्द भयो होइन नुवाकोट स्वयम्भू महाचैत्य म आएपछि पिच बनेर नि भत्किसकेको माथिल्लो बाटोबाट पनि हिजो तल्लो बाटोबाट पनि बाइक जान्छ अरे धेरै पछि ग्रामीण भेटको हकमा पाइयो मजा आएन
ठाउँ त खतरनाक देखेछ है। म जाऊँ अब त आमालाई हामी यहाँ अलिक धेरै बस्ने प्लानिङ गरेको थियो है। त्यही यहाँ डेङ्गु लाग्ला भने सर अब निश्चित जानुपर्छ। यहाँ यो ठाउँ त छोड्दै नचलाउँ, यहाँ बसिरहनु जस्तो लाग्छ। पिङ खेल्न पर्यो होइन त। यो त यसरी पो रहेछ त। चुट्टे लाग्यो भने डर लाग्ने यार। छुट्टिँदैन होला यो उसको। यहाँको ठेकेदारले के सर भन्यो, सर के छ यताको स्पेसल भन्यो सर, यहाँको टुम्बा र सुकुटी सर बेस्ट भन्यो है तालुकतिरको। साला साहूकार बैठ गया लगता है, रोड ही बाबसीर। प्रधान साला एक रोड ठीक नहीं बनाता। मेरे को लगता था साहूकार ही ठीक नहीं बैठा है, ये तो साला रोड की वजह से बैठ रहा है। अब फुलेरा में हंगामा होगा। हामी फेरि आइपुग्यौँ फर्केर बजार, दरबार भएको बजार। रुगल आयो मजा हुँदै उकालो चढ्दै चढ्दै। भीमसेन मन्दिर हामी झरेर आइयो बटर बजार। अन्त अब हामी फर्किने होइन त, 1:30 बज्यो।